आज चाहिँ मैले यस्तो ट्वाक्क परेको मोमोको रेसिपी लिएर आएको छु, हजुरहरूले हेर्न सक्नुहुन्छ। मोमो बनाउन थालेको अनि मैले रेडी गरेँ। फर्स्टमा चाहिँ यो चिकन किमा, त्यसपछि मैले हाल्छु प्याज, अनि त्यसपछि हाल्छु म बन्दा, यसलाई सानो सानो बनाएर काटेर राखेको छ। अनि त्यसपछि म हाल्छु यो खुर्सानी र धनियाँ, अनि त्यसपछि म हाल्छु यो मोमो मसला, अनि त्यसपछि रहेको छ मसँग यो अदुवा लसुन, अनि त्यसपछि धनियाँ जिराको पेस्टलाई मैले फ्राई गरेको तेलमा। त्यसपछि यसलाई मजाले मोल्ने, स्वाद अनुसार नुन हाल्नुपर्ने हुन्छ। किमा चाहिँ मजाले मोल्नु पर्ने हुन्छ, किनभने त्यहाँभित्र मसला पसेपछि एकदम मिठो हुन्छ नि त। मजाले किमा मोलेर चाहिँ मैले राखेँ। पन्जा पनि ठुलोबाट हातबाट खुस्किरहेको थियो। मेरो चाहिँ किमा पनि रेडी भइसकेको थियो। त्यसपछि बनाउन थालेँ मोमो। मोमो चाहिँ एकदम राम्रो सेपमा बनाउँदै हुनुहुन्थ्यो श्रीमानज्यूले। अनि त्यसपछि मोमोको बुट्टा टक्क बनायौँ। जति बनाउन मेहनत लाग्छ नि, खाने बेलामा 1 मिनट लाग्दैन के। फेरि यो मोमो बनाउन चाहिँ एकदम टाइम लाग्छ। अनि मैले चाहिँ स्टिम गर्नलाई हाल्दिएँ। मेरो चाहिँ भाँडा पनि थिएन स्टिम गर्ने, राइस कुकरको भाँडामा मैले ट्याक्क बसालिदिएँ। भिडियोमा हेर्दा कति छिटो मोमो बने जस्तो लाग्छ नि, तर यो बनाउन एकदम टाइम लाग्छ नि त। खाने बेलामा त फेरि एकैछिनमा सकिन्छ। अनि मैले चाहिँ प्लेटिङ गर्न थालेँ। मोमो ट्वाक्क परेको मोमोसँग अचार पनि रेडी भयो। अनि मैले खाएर टेस्ट गर्दैछु कि कस्तो भयो भनेर। अनि म त खाँदा कस्तो मक्क परेको थियो, क्या मिठो मोमो भएको थियो। साथीहरू, मैले चाहिँ टक्क मोमो खाएँ है आज।